आशा गरौँ सम्पूर्णलाई नमस्ते। सबैजना सन्चै आराममा हुनुहुन्छ। जहाँसुकै जतासुकै हुनुहुन्छ, विदेशमा स्वदेशमा जता कतै छरिएर रहेका नेपालीहरूले सम्पूर्णले हेर्नै पर्ने भिडियो हो। आज म ड्युटीतिर आएको थिएँ जङ्गलमा। आउने क्रममा चोरलाई पकरे। चोरले दाउरा साउरा चोर्या रहेछ, थैलो ल्याएर रहेछ, खुर्पा कता लुगाले चाहिँ एउटा यो काट्या रहेछ। यो काट्यो, खुर्पा कता लुगाले थैला रहेछन्, थैला खोस्सा खास्सा पारे। पछि लाग्नसम्म लागे। लास्टमा यहाँदेखि आएपछि जम्का भेट भएर थैला फाल्दै बसाला भने बसाले। त्यसपछि खुर्पा खोज्छु भन्ने होला, खुर्पा रहन्छ। यो झोला खोसे, यसमा केही थिएन। अरू पनि हेरे, त्यसमा पनि केही भेटिएन। त्यसपछि दाउरा साउरा फाल्दै त्यसपछि तिनीहरू भाइगे। अब यो दाउरा साउरा अब यतै जङ्गल भएको त झारी भए फालिदिन्छु। आगो हाल्ने हुन्थ्यो र अब जङ्गलभित्र कहाँ हालिदिने आगो, बाटातिर भए हाल्ने हुन्थ्यो। हजुरहरूलाई कस्तो लाग्छ, के भन्नुहुन्छ हजुरहरूले, लाइक सेयर कमेन्ट गरेर साथ दिनु होला। हवस् त, नमस्ते सबैजनालाई।